कलकत्ता सहरको लगभग एक हप्ता लामो रमाइलो बसाइलाई पिट मारेर अब हामी 4 जना साथीहरू नेपालतर्फ फर्कदैछौँ। अहिले हामी कलकत्ताको कास्वा भन्ने ठाउँबाट एम्बेसडर गाडीमा यात्रा गर्दै हावडा रेल जङ्सनतर्फ जाँदैछौँ। इन्डियाको पहिलो पटकको यात्रामै हामी लगभग 6-7 दिन कलकत्ता आएर बसियो काम विशेषले र एकदम रमाइलो बसाइ भयो। हामी सबै साथीहरू सँगै आयौँ र सँगै जाँदैछौँ। रमेशजी अगाडि हुनुहुन्छ, गणेश दाई, फागु सर र म चाहिँ पछाडिको सिटमा बसेर कलकत्ता सहर घुम्दै अब हामी फर्कदैछौँ हावडा स्टेसनतर्फ। अबको हाम्रो यात्रा चाहिँ होइन दाइ, के भन्छ रे यसलाई, कास्वाबाट धर्मतल्ला हुँदै हावडा ब्रिज। दाइ कस्तो रमाइलो भयो त कलकत्ता यात्रा? एकदम रमाइलो भएको छ होइन? अब सर एकदम रमाइलो होइन? सँगै जाँदैछौँ होइन? पसिना यो हावडा यस्तो पसिना रहेछ। रमाइलो भयो जेस? रमाइलो त महा रमाइलो। पहिलो यात्रा, भारतको पहिलो यात्रा मेरो फेरि। मेरो नि मेरो चाहिँ सेकेन्ड लङ टुरको चाहिँ एम्बेसडर गाडीको मजा पनि लियो। फेरि 17-18 साल पुरानो होला। कितने मॉडल का चलता है ये? इसको 13 साल हुआ। 13 साल हुआ ये गाड़ी? लिया नया लिया हुआ है। अच्छा 13 साल में यस्तो सही है। 13 का हिसाब कीजिए ना, 13 साल हो गया। 26 13 साल। अभी कितना साल बाकी है? 15 साल में कैंसिल। दिन का 500 दिनको 500 जना हाम्रो एम्बेसडरमा गाड़ी है दिन का। कितना गाड़ी है मालिक का? बैक साइड को लियो। अभी तक कितना चला है? कितना पैसा कमा लिया? अभी काम हो रहा था, अभी नहीं रुक के बनता तो हुन्छ हो गया। चावड़े से झारे त सर हैन? शॉर्टकट है ना रास्ता, शॉर्टकट चलो। आपको भी फाइन नहीं आना है बस। एक बाहिर 18-19 में तो 20 एउटा फाल्नु पर्यो। हो के अब वहीँ गएपछि सिट हेरौँ कति टाढा छ होइन? अब साट्न मिल्दैन पक्कै पनि। सीट हेर्नु त उयो आएछ कति बजे? 3:30 बजे 3 बजेतिर। 3 कतिको खाली टिकट? 3:50 यस्तै 3:30 बजे 3 बजेतिर होला। पालीगंज का फ्लाईओवर। पालीगंज कितना पुराना फ्लाईओवर है ये? पता नहीं। तो आप पुराना बहुत पुराना। आपको मालूम नहीं है तो फिर बहुत ज़्यादा होगा। 50 साल से ज़्यादा होगा ना? 50। पालीगंज भिडियो बनाउनु पर्छ है। म बोल्छु तपाईले भिडियो गराउनु होला। ओके। अस्तिको पनि छ पुरै बनाएको, त्यस्तो होइन कि वाइरदेखि पारिसम्म हो। ट्रेन स्टेसन रहेछ यहाँ। यो चाहिँ पूर्व, यो हावडाको ब्रिजभन्दा पूर्वपट्टिको भाग। हामी त पारी जाने हो नि त। कुन ठाउँ आयो यो? पालीगंज यही है। यहाँ गन्ज धेरै रहेछ क्या, पालीगंज। यहाँबाट हामी धर्मतल्ला हुँदै जयमा रोड अरे पालीगंज। ए पाली हो। चाचा 50, 60, 70 में हो जाता है। सादा खाना नहीं, मछली लेकर के 60। मछली लेकर तो हमने 110, 120, 200, 150, हमने 300 तक का खाया। हमारा देखिए ना, अच्छा होटल है। वैसे देगा 170, सीधा 70-80 रुपया। हम उधर ही खाते हैं आज। हावड़ा देखो।
साल से इधर है चाचा आप? यहाँ रहते हैं 85 से? 1900। हम 86 में पैदा हुआ। आप 85 से वो शुरू से गाड़ी चला रहे हैं? गाड़ी चला रहे हैं। अच्छा 86 से। तो मेरै उमेर भयो त चाचाले त गाडी चलाउनु भयो त कलकत्ता। अरे ल ठिक छ ल, नयाँ एक्सपिरियन्स। मेरो उमेर बराबरको चाचाले त गाडी चलाउनु भयो त कलकत्ता भनेपछि। क्या है मंदिर चाचा ये? बिरला मंदिर। बिरला? बिरला मंदिर। बिरला। बिरला मंदिर। बिरला टायर है ना। बिरला मंदिर। एउटै रोडमा माथि रेलको केबल छ, यो इलेक्ट्रिक केबल। तल यहाँ रेलको लिक छ। यो रेलको लिक तल छ एउटा लोकल ट्रेनको, माथि चाहिँ यो केबल छ इलेक्ट्रिक केबल रेलको लागि। यो चाहिँ लोकल ट्रेनको लिक। गाडी गर्माको आवाज बाहना आइसक्यो। यसको त घरमा होइन। माथि ओपन राखेर होइन। 182 नम्बर। कुन चोक यो? चोक चाहिँ कुन रहेछ? नर्थ इन्डिया चाइनिज बेङ्गल अरे। अब हामी यहाँ चाहिँ साइड रोड समात्दैछौँ। कहाँ गइन्छ भन्दा बोस रोड है क्या, बोस रोड। यहाँबाट सर्टकट हानेर अब हाउडा। कति पुरानो घर होला यार। 1986 को बिल्डिङ हेर त। 1986 को बिल्डिङ छ यार। ल अन्त घरमा हेर, माथि टुप्पादेखि पलाएको जरा फेदसम्म। र यसको हेर्नु त टुप्पा छतमा उहाँ बरको रुख त्यत्रो ठुलो भइसकेको छ। चतरा समिति हो। छत्र समिति। कागजले खाएर त्यो पानीको बर्लो गेडाहरू खाएर सहरको बिचमा यस्तो छ पुरानो घरहरू। लगभग यसो यहाँ नेम प्लेटहरू हेर्दाखेरि 180 वर्ष 100 वर्षदेखिका घरहरू नै छन् अधिकांश। क्या भवन बोलता है चाचा इसको? मुख्यमंत्री, गवर्नर, उसको संसद भवन है नि त प्रदेशको।
एनएस रोड ब्रान्च उनका ने बहुत खाया 15 साल बित्तिकैबाट हामी हिँडेको 50-55 मिनटमा हामी हाउडा ब्रिज हेर्दै सरबाट गङ्गा परेर पारी रेलवे स्टेसन जाने अब चढ्नु पऱ्यो नि होइन हामी त माथि चढ्नु पऱ्यो नि त हाउडा जानु त ए तल हेर्छ उताबाट पो माथि देखेको रहेछ ए एक्सप्रेस चाहिँ माथिबाट आउँदो रहेछ कासुवाबाट लगभग 50-55 मिनटको यात्रा गरेर अहिले हामी हाउडा ब्रिजको पूर्वी किनारामा आइपुगिसकेका छौँ। यहाँ माथि चाहिँ रविन्द्र सेतु भनेर लेखिएको रहेछ, सायद वेस्ट बङ्गालमा हाउडा ब्रिजलाई रविन्द्र सेतु भनिन्छ होला। र हामी हिन्दी फिल्महरूमा देख्ने गरिएको एम्बेसडर गाडीलाई ट्याक्सीको रूपमा प्रयोग गरेर एम्बेसडर गाडीको यात्राको अनुभव पनि लिन पाइयो यो कलकत्ता बसाइको क्रममा। बिहारदेखि कलकत्ता आएर लगभग 40 वर्षदेखि ट्याक्सी चलाइरहेका एकजना बिहारी चाचाले चलाउँदै गरेको ट्याक्सीमा छौँ हामी अहिले। उहाँको 40 वर्षे अनुभव सुन्दै कलकत्ता बजार घुम्दै अहिले हामी हाउडा ब्रिज क्रस गर्दैछौँ। हाउडा ब्रिज चाचा इधर मिलेगा, उधर ही रोक दो आप, ठीक है? आपको आसान जिधर है उधर ही रोक दो, फिर हम लोग ब्रिज में थोड़ा घूमने के लिए जाएंगे। हावड़ा ब्रिज ब्रिजको पश्चिमी किनारा यो चाहिँ यो रेलवे स्टेसन। यहाँ तल चाहिँ बस पार्क छ। यो त्यहाँ नयाँ ब्रिज बन्दै रहेछ। अब हामी वहाँबाट लगभग 1 घन्टामा कासुवा रोडबाट लगभग 1 घन्टामा हामी अहिले हाउडा ब्रिज आइपुग्यो। हाम्रो बिहारको 40 वर्ष एक्सपिरियन्स, बिहारको चाचा हाम्रो 40 वर्ष कलकत्तामा गाडी चलाएको चाचासँग यो गाडीमा आएर अब चाहिँ हामी हाउडा ब्रिज। ओके चाचा, फिर मिलेंगे। नमस्कार नमस्कार नमस्कार। ओहो तपाईँलाई पो गाह्रो भयो। हाउडा ब्रिज आइपुग्यो स्टेसनमा। अब यहाँ खाना खाएर त्यसपछि हाउडा ब्रिज छेउछाउ गएर एकछिन घुमघाम गर्ने, त्यसपछि हामी रेलवे स्टेसनमा गएर सिट हेर्ने, त्यसपछि यहाँबाट रक्सोलको यात्रा हुन्छ हाम्रो। 350मा डबल डिम्बा भात चाहिँ 60 रुपियाँ। डबल डिम्बा 2टा अन्डा। मुसाले पुरा खतरा रेलवे स्टेसनमा भात, कलकत्ता भात खाएर अब हामी हिँडेको। अब चाहिँ हामी आइपुग्यो कलकत्ताको हाउडा रेलवे स्टेसनमा। अबको लगभग 2-2.5 घन्टापछि हाम्रो हाउडाबाट रक्सोलको ट्रेनको टाइम हुनेछ। लगभग अबको 2-3 घन्टा हामी यही रेलवे स्टेसनमा नै हाम्रो ट्रेनलाई कुर्नेछौँ। कासुवादेखि कलकत्ता सहर घुमघाम गर्दै अहिले हाउडा ब्रिज क्रस गरेर हामी हाउडा रेल स्टेसन आइपुग्दै गर्दासम्म तयार पारिएको यो छोटो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो? भिडियोमा केही जिज्ञासा र प्रतिक्रिया भए कमेन्ट मार्फत जानकारी गराउनुहोला। र अब यहाँबाट अगाडि 2-3 घन्टा रेलवे स्टेसनको बसाइ र त्यसपछि ट्रेनको यात्रा गरेर रक्सौल हुँदै हामी नेपालतर्फको यात्राको भिडियो यसपछि कन्टिन्यू मेरो युट्युब च्यानल ट्राभल नेपाल कृष्णगति अर्थात् टिकट ब्लगमा तपाईँहरूले हेर्न सक्नुहुनेछ। आजलाई अहिलेलाई यो भिडियो यति नै।